हामी माथि पो आएको रुखमा भएको रेस्टुरेन्टमा आएको भित्र नै रुख छ है रुख भित्रै अनि यहाँ आउँदैछौँ हामी स्टार्ट यो के भन्छ कुन फिस खाने भनेर अर्डर गरेको अनि यहाँ चाहिँ फिसहरू छ ल उनीहरूले यहाँ बनाइदिन्छ यहाँ हाम्रो नेपाली भाइले चाहिँ पुरा हाम्रो अर्डर लिनु हुँदैछ सानो बेटा यता हेर्ने Ladies and gentlemen, yes. Today we are here yes. to try fish barbecue. यहाँ चाहिँ नि त तिमीहरू सबैजना भाइ यता हेर्नुहोस् हामीहरू चाहिँ फिस बार्बिक्यू खान गएको माथि माथि चढ्दै रुख माथि माथि खान आँटेको है दामी छ यहाँ कस्तो राम्रो भ्यू ग्रिन हेर्दै माथिसम्म छ तल पनि हाम्रो बार्बिक्यू फिस आइसक्यो अनि हाम्रो यो मन्दी राइस अनि यो सानो अचार सलाद अनि फ्राइस हाम्रो बेबीले खान आँटेको छ अब नानी बेटाले ल भाइहरू खाइदिउँ होइन ल ग्लोभ्स लाएर मजाले खाऊँ ल खाएको ल चन कस्तो राम्रो सरी स्टार्ट माथि हेरौँ न माथिबाट तल हामी यहाँ लाग्यौँ दामी हेलो अघि हामी गएको रेस्टुरेन्ट यही हो खतरा छ दामी दामी अब हामीहरू फर्केको अब उताबाट हेर्ने त्यो दामी Food vlog प्लस travel vlog. ट्राभल ब्लग Visit vlog. area यस हो यहाँ हेर न मुनलाई हेर्नुहोस् अनि यता फेरि गएर ब्याक हामी यही माथि तल खाएको हो नि अनि सबैजना आउनु पर्यो होइन हामीलाई फुड पनि एकदम राम्रो लाग्यो यहाँको खानेकुरा बेस्ट त्यही भएर हामीले चाहिँ तपाईँहरू यहीँ आइदिनु होला भन्दैछु टेस्ट राम्रो पाउनुहुन्छ एकछिन बस्नुपर्छ तर अस्ति जस्तो हावा आउनु छोड्यो है सानीलाई बाई बाई गरिदेऊ राम्रोसँग जानु सानी भोलि बिहानको ड्युटी छ माया 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 मामालाई पनि राम्रोसँग जानु भनिदेऊ भोलि बिहानको ड्युटी हुने जानु पर्यो होइन किन मुख झुङ्गी छ त त्यो हामीले खाएको रेस्टुरेन्ट चाहिँ त्यो हो होइन त्यस्तो दामी छ ल ट्विन्सलाई हेर्नुहोस् यहाँनिर ट्विन्स स्टार्स अन द फ्लोर ल बाई राम्रोसँग जानु ल राहुल राम्रोसँग जाऊ है बाई वर्ल्ड कप त आयो बिमल दाइले मगाउनु भएको छ तर एमबाम्पे भनेर फ्रान्सको तर यो चाहिँ ब्लू कलर उसले चाहिँ वाइट भनेको थियो त्यो क्लबको चाहिँ आयो तर राम्रो रहेछ यो चाहिँ ब्लूमा छ अब बिमल दाइले ब्लू लाउने हो त थाहा भएन यसको नेक पनि क्या राउन्ड छैन नि त है यस्तो भीमा रहेछ तर वर्ल्ड कपको लागि त यही हुनुपर्ने हो नि है फ्रान्सको उयो पनि छ वर्ल्ड कप का है और क्लब का है क्लब का है रियल मैड्रिड क्लब और फ्रांस का कंट्री का है त्यही त कुनमा बोलाउनु भयो बिमल दाइलाई फोन गरेर सोध्छु त्यसलाई हामी रोड क्रस गरेर चाहिँ यहाँ आइपुग्यौँ कर्निचमा पानीको ठाउँमा पर्लमा आइछौँ पर्ल
पर्ल हेर्न आऊ न पर्ल सानो हेर त के हो त्यो कान बेटा वाउ बाबा बाबा वाउ कस्तो दामी के हो सानो यो चाहिँ पर्ल हो कतारको कस्तो राम्रो लाइटहरू सबै चेन्ज हुँदो रहेछ त्यहाँदेखि यो चाहिँ बनाना आइल्यान्ड जाने बाटो यो हो हामी पहिला जाँदा यहाँभित्र गएर अनि यहाँभित्र टिकट काटेर अनि उता पछाडि गएको पहिलाको याद पायो त अनि चाहिँ कर्निस एरिया हो हामी उता पल्लोपट्टि थियौँ अघि रोड क्रस गरेर यता आयौँ जाऊ पानी हेर यहाँनिर बोटहरू छ यहाँ बोटमा बोट छ यहाँनिर अनि यो चाहिँ कस्तो दामी पसिनाले पुरा पसिरहेको छ कि अनि त्यहाँदेखि कपाल पनि कस्तो कस्तो भयो हौ पर्लमा आफै सेल्फी लिएको सेल्फी भिडियो होइन दामी दामी हेलो सिस्टर दामी छ कस्तो दामी क्या सिस्टरले भाइ र नानीको फोटो लिँदैछ अनि यहाँ चाहिँ सिटी सेन्टर उता छ यो हाम्रो क्यारिफोरहरू पनि यतै छ यो सिटी सेन्टर भित्रमा अनि त्यसपछि यहाँ चाहिँ अब पे गरेर चाहिँ स्कुटी कुदाउने भए जानु सक्नुहुन्छ तपाईँ पे गर्ने अनि फेरि ब्याक जुनै स्टेसनमा राखिदिँदा पनि हुन्छ यो अनि यहाँ चाहिँ कर्निस एरिया हावा खाने दामी दामी सबैजना बसिरहेछ वकिङ टकिङ सबै हुन्छ दामी छ यो चाहिँ पानी होइन यता पोर्ट हुने यो उतापट्टि अनि सबैजना त्यहाँनिर चाहिँ हावा उडेर आइरहेछ दामी छ यस्तो गर्मीमा होइन हावा धुरुर चलेर कस्तो दामी भइरहेछ सानो बेटा हावा सानो बेटा दोहा कतार हेर्नुहोस् हावामा मजा आएर छ हावाको लहरसँगै उड्न पाउँछ यो है दोहा कतार कोट होइन लाएर चाहिँ पे गरेर चढ्ने हो यहाँको स्कुटीमा यसरी दामी छ यहाँनिर म यो स्कुटी बसिरहेछ स्केटिङ खेल्दैछ साइकलमा जाने सानो आऊ चढ्नु बोटमा चढ्नु जाने हामी बोटमा बोटमा जाने बोर्डिङ पास हो बोर्डिङ पास लिनुलाई त रेडी यहाँ हाम्रो पाइलट होइन एयर होस्टेसहरूले मिलाउँदैछ है पाइलट चाहिँ कुनै को हेरौँ त पाइलट अङ्कल चाहिँ कुन हो यो जस्तो छ यो पाइलट अङ्कल यता पाइलट अङ्कल यता होला है ऊ चाहिँ एयर होस्टेस यता चाहिँ हाम्रो प्यासेन्जर अलिकति रुला रुला जस्तै गर ल जानु त ल हामी चाहिँ अब बोटमा चढ्न आँटेको आमामा पुरा सोफाहरू छ है सोफाहरू सिस्टर ल जाऊ 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 लु बोर्डिङ पासमा तिमी पास भयो आमा म पनि चढेँ 1 2 गर्दै बेबी डर लाग्यो यार सिस्टर चढ्ने बित्तिकै के भएको मलाई त वाउ
हुरु रु 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 ल पाइलट सर कान बेटा डराएको नाचौँ न यहाँ वाटर दे वाटर माछा हेर्नु त माछा माछा वा कति मजा आयो है गीत गाउँदै जानुपर्छ ल गीत गाउँदै एउटा नजाऊ मान्छे पर्खेको जस्तो छ तिनीहरूले त हामी चाहिँ रेडी भइरहेछौँ अब चढ्नु गइरहेछौँ अब उनीहरूले चाहिँ मिलाउँछ हल्लाउँदैछ यहाँनिर अब यिनीहरूले चाहिँ त्यो डोरीबाट यो निकाल्ने होला चढ्ने बाई बाई हामीहरू बोटमा चढ्यौँ बोटले हिँडायो वाउ भाइ दामी दामी हामी चढेर गयौँ भिडियोमा त हिँडेको राम्रो देख्दैन रहेछ मैले मात्रै थाहा पाउँदो रहेछु सानो बेटा कस्तो राम्रो हामीहरू अब यहाँबाट एक फन्को लाउनुहुन्छ यो फर्निस एरियामा होइन सानो बेटा हेर न ऊ कस्तो राम्रो आमामा हावा खानु चाहिँ मजा आयो है हावा खानु कस्तो दामी हो उयो बोट पनि हिँड्दैछ आमामा हुरु लाग्यौँ हामीहरू सानो बेटा आऊ यहाँ सानी सानो बेटा बाई तर हावा खानु चाहिँ मजा आएको है भाइ हावा खानु चाहिँ मजा आउँदो रहेछ अहिले कति तातेको थियो अब हावा कस्तो राम्रो हावा चलेको आमामा उड्न मन छ ओ बर हावा आयो त हौ दामी त्यहाँबाट हामी गयौँ बर खतरा तपाईँहरूलाई यो दोहा सिटी हेर्नु होला कतारको दोहा सिटी सेन्टर नजिकै हामी बोटमा चढिरहेछौँ फर्निस एरिया दामी दामी बेबी कस्तो मजा आयो हावा खानु त मजाको हुँदो रहेछ यहाँको हिँडिरहेछौँ अघि हामी चाहिँ उतापट्टि थियौँ ऊ पर थियौँ नि हामी त उता थियौँ मैले ठिक अपोजिटमा आएको छु अब उनीहरूले वरिपरि घुमाइदिन्छ अनि सक्यो तर यो हावामा चाहिँ एकदम दामी रहेछ है अब हामी पल्लो सिटी सेन्टर पुग्ने रहेछौँ यहाँबाट चाहिँ मजा आयो मजा आयो तान बेटा तान बेटा मजा आयो वा कति राम्रो देखेको हौ ए सेम टु सेम है हामी यहाँनिर सिटी सेन्टर आइपुग्न आँट्यौँ पल्लो हामी चाहिँ यहाँ पछाडि थियौँ है
यो पछाडि त्यो परको ओरेन्ज कलर दिइरहेछ है लाइट पुरा भयो त्यहाँ थियौँ गोल्डन कलर यहाँ भाइ सलमान खान तेरी चुनरी उड गई भन्ने लु डाङ ट्याङ ढाङ ट्याङ ट्याङ ल भाइ भाइ नाचिदिनु पर्यो ट्याङ ट्याङ ढाङ ट्याङ कस्तो जति नजिक आयो त्यति उयो दियो क्या दामी है कस्तो क्या राम्रो हावाको रहरसँगै उड्न पाऊँ हावा जस्तै मलाई उड्न मन छ अल्झाइन देऊ तिमीलाई पनि म माया हावा जस्तै म उड्न मन छ अल्झाइन देऊ तिमीलाई पनि बिर्सिदिन्छु वाउ हामी चाहिँ यो सिटी सेन्टर एरियामा आइपुग्यौँ यो चाहिँ मेन कतारको दोहा सिटी हो हैन हामी चाहिँ यो बोटमा चढेर चाहिँ एकदम हावा लिँदै यता आएको हावा खाँदै एकदम शीतल न त बाहिर अलिक गर्मी थियो अहिले यो सी एरियामा चाहिँ चिसो हावा आइरहेछ जस फ्रेस भयौँ यता इन्जोय गरिरहेछ भाइ बहिनीहरू यसरी वाउ ल अब हामी घुम्यौँ हामीलाई बोटले त घुमाए है माया गर्नु ल टाढा भए नि नबिर्सिदिनु ल कर्निजमा चाहिँ हामी पुरा जगिङमा छौँ है यता पुरा सिस्टर भाइब जगिङ भाइबमा छ होइन यता भाइ दोहा कतार हामी सिपबाट बोटबाट झरेर चाहिँ अहिले जगिङमा छौँ इक्नु हेलो